हामी अब चाहिँ ठ्याक्क कोरीदेखि लिएर कपुचे लेकसम्म जाने प्लानमा हो हामी होइन। सोल्टीहरू छ होइन, कङ्ग्रेस छ अगाडि म छु, सोल्टी अगाडि राइडमा। यहाँबाट हामी जाँदैछौँ, भाइले यहाँ भिडियो गर्दैछ है त। धन्यवाद सर, ल लेट्स गो गाइस। ल अब चाहिँ हामी ठ्याक्क लाएर ठ्याक्कै अब हामी जाँदैछौँ। हामी लाग्यो यो पोखराको यो महेन्द्रपुलबाट नयाँ बजार हुँदै अब महेन्द्रपुल चोकमा होइन, त्यसपछि हामी सर्रै जान्छौँ है त। हेर्दाखेरिमा भ्यू यस्तो राम्रो देखिएको छ कि आकाशमा सबै पनि एउटा फोटो गएको छ। मासु बसेर हामी चाहिँ ठ्याक्कै यो चोकबाट हामी कोडीको लागि प्रस्थान गर्दैछौँ। पहिला चाहिँ हामी सिक्लेस जानुपर्छ। सिक्लेसमा हाम्रो चाहिँ खाना खाने प्लानिङ छ भने त्यसमा खाना खाइसकेपछि हामी चाहिँ कपुचे लेकको लागि प्रस्थान गर्नेछौँ आजको दिनमा। हामी अहिले चाहिँ ठ्याक्कै काउखोलाको चोकबाट हामी हिँड्दैछौँ। हामी अब यो पुलबाट झरेर जाँदैछौँ। यो यस्तो बनेको रहेछ है। पहिला हामी आउँदाखेरिमा यो पुल खास यस्तो थिएन, अहिले चाहिँ राम्रो भइसकेको छ। ल हेर्नु है, हिमाल यस्तो छ टक्क। अब हिमाल त कति देखिन्छ बाटोमा, र अब चाहिँ उडायो बाइक दौडायो। सकिन्छ त लान। यार हाम्रो यहाँ गोठालो आउनु भएको छ। उहाँ हुन्छ गोठालो यो बाख्राको। हामी अब चाहिँ गयो सिक्लेस। यहाँ चाहिँ अहिले विश्राम गर्दैछौँ हामी अन द वे। म चाहिँ यहाँ अब चाहिँ भिडियो खिच्दैछु होइन। अब हामी यताबाट जाने हो।
सबै बाटै के भन्ने बल्ल गर्मी सुरु भयो एकचोटि पानी डुबिसक्यो चाकै मुस्किल जस्तो भइसक्यो यहाँ ए म त रेकर्डै गरेर आएको बल्ल हामी यहाँ आइपुगेछौँ कि खरबिर यता त अलिअलि ठिकै रहेछ नत्र बाटो चाहिँ एकदम डेन्जर छ त्यहाँ बाइक राखेको वडा नम्बर 1 सिक्लेस ल है हामी अब ठ्याक्कै यो साजन इन्द्रेणी होटलमा आइपुग्यो होइन अब यहाँ चाहिँ हामी भात खाने भन्यौँ अब यहाँ भात खाने हो रक्त लाएर है यस्तो छ बिरालो पनि छ नमस्ते दिदी सन्चै म वा फेकै अहिले भने हामी यहाँ सिक्लेसबाट लन्च गरे पछाडि अब हामी कपुचेको लागि प्रस्थान गर्दैछौँ साथीहरू ल अब बिस्तारै लाग्नुपर्छ जानुपर्छ ल है कृष्ण रोमियो बोस लस ठाप टिप्दै हुनुहुन्छ दिदी मे नारे थुतिला नारे खामे वा त रे यहाँ त्यसमा रहेको हट्टे मिल ल छरामा है छरा नाचिन् ल हाम्रो साथीहरू अब हामी चाहिँ ठ्याक्कै यो कपुचे लेकतर्फ लाग्दैछौँ पोखराबाट सकेर आइयो केटाहरू रक्स छ होइन भारी एकदम राम्रो बोकिरहेको छन् ट्रेकिङको लागि निकै तम्तारको साथ गइरहेको छ अब हामी पुल चढ्दैछौँ म यस्तो हालतमा छु आन्टी लभर आएको न हो सोल्टी साथीहरू भिरको टुप्पा नाचिरहेछ Hello, namaste. Where are you from? Hello, my friend. We're from Switzerland. Oh, what is your today's destination? We're going to Kori. Kori? Yeah. Did you know Kori's time? How many time take? I think 5 to 7 hours from here. Okay, please rest. Thank you. Romeo, Yes, sir. you have any question? No question. Did you take a dinner, lunch? लन्च त गर्ने भनेको टोल्टी साउ कस्तो छ एकदम गिरो हो अहिले हामी कहाँ आइपुग्यो अहिले हामी कुन खोल्सामा आइयो थाहै भएन आर्मी क्याम्प पनि छ यहाँ हैन आर्मी क्याम्प पनि छ है हाइड्रो पावरको होला सायद माथि खोलाको हाइड्रो पावर त होला
सोल्टी हिसाब कस्तो छ? एकदम प्रिय हो। अहिले हामी कहाँ आइपुग्यो? अहिले हामी कुन खोल्सामा आइयो थाहै भएन। आर्मी क्याम्प पनि छ यहाँ होइन। आर्मी क्याम्प पनि छ है, हाइड्रो पावरको होला सायद। माथि खोलाको हाइड्रो पावर त होला। ऊ त भुटले तर्साएर उठे गर्यो त अनि अहिले हामी कपुचीमा छौँ। यो कपुचीमा रहेको बेस क्याम्प। हेलो बोस, अहिले हामी कपुचीमा छौँ। हजुर, यति बेला कहाँ जान लाउँदै हुनुहुन्छ तपाईँ? कपुची लेकसम्म यसो त्यहाँ हेरेर आउँ भन्ने हो। तपाईँलाई के थाहा छ यहाँदेखि त्यहाँसम्म कति समय लाग्ला जानको लागि? यहाँदेखि 10-15 मिनट लाग्ला भन्ने मेरो अनुमान हो। हजुर, अब हामी त्यहीँ गइसकेपछि थाहा हुन्छ। अघि कति मिठो दुईचोटि आइसफल भयो, तपाईँलाई त्यो दृश्य देखेर कस्तो लाग्यो? त्यो एकदम मनमोहक थियो। जिन्दगीमा देख्न नपाएको यति नजिकबाट एक्सपिरियन्स गर्ने अवसर मिलेको थिएन। हामी जुन पहाडी भएर हिमालमा आएर हिमाली दृश्यहरू अवलोकन गर्न पाउँदा एकदमै भाग्यमानी चाहिँ महसुस गरेको छु। हुन्छ, त्यसो भए अब हामी त्यस कपुची लेककै नजिकै गएर दृश्य अवलोकन गर्छौँ है त। हस्, हुन्छ, धन्यवाद। हेलो, वेलकम टु कपुचे रोमे साथी। एकदम कस्तो भइरह? भर्खर हामी अहिले कपुची लेक नजिकै आइपुगेछौँ। हजुर, तपाईँलाई के लागिरहेको छ? यसो कपुचीको दृश्य पनि तपाईँले देखिसक्नुभयो, केही कुराहरू बताइदिनुहोस् न यसको बारेमा। अब वास्तवमा कपुचे लेक चाहिँ पहिल्यै आउने मन थियो हाम्रो पनि होइन, मेरो पनि। अब अहिले चाहिँ ठ्याक्कै अब मेसो मिलेर तिहारको बिदाको मौको पारेर हामी चाहिँ ठ्याक्कै यो घुम्न आएको छौँ। जस बाटोमा अब आउँदाखेरिमा अलिकति अब तलमाथि खुट्टाहरू दुख्ने कार्यक्रम भए तापनि अब जस इन फ्रन्ट अफ भ्यू देखिसकेपछि यो खुट्टा चाहिँ दुख्ने सन्चो भइसकेको छ। जस अहिले चाहिँ मन एकदम आनन्दित भएको छ होइन। नेपाल चाहिँ हिमालयको देश भन्छ। ठ्याक्कै हामी चाहिँ हिमालयको जरामै आइपुगेका छौँ। यो नै सबैभन्दा ठुलो खुसी हो मेरो लागि। धन्यवाद साथी। पानी छुन्छ है सोल्टीले पानी छुवाइदिनु किन? सबै क्याप्चर गरेर सर्ट सर्टै भन्दाको पालो नेपाल हो क्या? ल सर्नु सर्नु भिडियो खिचिरहेको तपाईँ यहाँ मन पर्यो भन्दा त गरे फेरि यहाँ हामी अहिले कपुचीबाट फर्केर हुगु भन्ने ठाउँमा आई। हुगुबाट अहिले हामी हिजो आएको बाटो नभएर कोरीको लागि नेक्स्ट बाटो रोजेर कोरीको लागि अगाडि बढ्दैछौँ। झन्डै झन्डै हामी अहिले हुगुबाट 10 मिनट जति अगाडि बढिसक्यौँ। वनको बाटो चाहिँ एकदम रमाइलो छ, मजा आइरह, एडभेन्चर भइरह, एकदम मजा होइन सोल्टी? एकदम एडभेन्चर छ। 260 पछाडि आउँदैछ, ऊ तल आइपुगेछ। जस रमाइलो छ। जिन्दगी भनेको यात्रा हो, गर्नुपर्छ यात्रा, गर्नु पर्यो। हामी अहिले यो जङ्गलको बाटो हिँड्दैछौँ।
ठ्याक्कै यो हुगुबाट चाहिँ हामी यो कोरीको ट्रेकमा हिँड्दैछ। वास्तवमा भन्ने हो भने अब चाहिँ लाइफमा यात्रा चाहिँ गर्नुपर्छ, तर अब चाहिँ यात्रा गर्नु पर्दाखेरिमा अब तपाईँहरूले चाहिँ सावधानी पनि अपनाउनु पर्ने हुन्छ होइन। जस तपाईँले अब चाहिँ ट्रेक गर्ने बेलामा औषधिहरू जस अलिअलि हातखुट्टाहरू चाहिँ तपाईँको चोटपटक लाग्न सक्छ, अनि तपाईँको चाहिँ मड्किन पनि सक्छ। त्यही भएर ब्यान्डेज सेन्डेज बाँधेर हिँड्नु भयो भने साह्रै बेटर हुन्छ। अहिले हाम्रो सोल्टीले पनि अब ठ्याक्कै अगाडि बढ्दै हुनुहुन्छ। कस्तो लाग्यो सोल्टी? एकदम कस्तो आनन्द ठाउँ, वनको बिचमा हामी, अगाडि हिमाल, पुरा स्वर्गको ठाउँ यहाँ यस्तो। ल यो हो नुता। अहिले हामी नुतामा आइपुगेछौँ। 5 बजेको छ। थोरैमा पनि 4 देखि 5 घन्टा चढेर अब हामी कोरिया पुग्छौँ। हेलो गुड मर्निङ। अहिले हामी कोरीमा छौँ। यो चाहिँ कोरीको बिहानको भ्यू हो। तपाईँहरू देख्न सक्नुहुन्छ यो कोरीको क्याम्प, र यहाँ देख्नुहुन्छ लमजुङ हिमाल अनि सिक्लेस पिक र परको माछाबुस हिमाल। प्रकृतिको अनुपम सुन्दर नेपालको यो हिमाल क्षेत्र र यो कास्कीको यो क्लेसको यो फेरीमा पर्ने यो कोरी अन्तर्गत हामी अहिले चाहिँ अवस्थित छौँ। हाम्रो अगाडि ठ्याक्कै उभिएको हामीले देख्न सक्छौँ। अहिले चाहिँ लमजुङ हिमालले निकै मनमोहक रूपमा आफ्नो यो दृश्य हामी खिचिरहेको छौँ, र पछाडि रहेको छ अन्नपूर्ण, र अलिक पर रहेको छ सिक्लेस हिमाल, र अलिक पर रहेको छ माछापुच्छ्रे हिमाल। हामी यो आन्तरिक पर्यटकहरूलाई अहिले चाहिँ ठ्याक्कै सूर्योदय हुने क्षणमा छ। अब केही छिनपछि तुरुन्तै सूर्योदय हुनेछ र हामी त्यो भ्यू पनि क्याप्चर गर्नेछौँ। जस यो खड्क जस्तो छ एउटा चाहिँ होइन, यो खड्कमा अवस्थित भएर हामी चाहिँ अहिले सानो भिडियो क्लिप बनाउँदैछौँ। सोल्टी के छ यो इन्भाइरोमेन्ट तपाईँलाई? बिहानको पख सिन कस्तो लागिरहेको छ? हामी चाहिँ आज 5 बजे उठेको थियौँ। 5 बजे उठेर हेर्दाखेरि साँच्चै नै यो हिमाल देखेर म एकदम मोहित भएँ। हेरौँ भयो, टाउको अलिअलि दुखिरहेको थियो, तर पनि दुखिँदा पनि हामी किनभने यो दृश्य हेर्नलाई यहाँ आएको हौँ। हामी चाहिँ कसरी हुन्छ यस हेर्नको लागि जबरजस्ती बाहिर आएर हेर्दाखेरि यस्तो सुन्दर लाग्यो कि, यति आनन्द लाग्यो कि साँच्चै नै यो ठाउँ भनेको एउटा स्वर्गको टुक्रा जस्तो लाग्यो। सायद यो ठाउँमा आएर यो ठाउँको अवलोकन गर्नु नै एकदम ठुलो कुरा जस्तो लाग्छ, र यस ठाउँमा आउनु पाउनु नै भाग्यमानी जस्तो लाग्छ। हस्, थ्याङ्क यू। ल गाइज, अब हामी चाहिँ फर्किँदैछौँ होइन। वास्तवमा भन्दै भने हामी चाहिँ अब न्यानो होटलमा बस्यौँ। यहाँ निकै हस्पिटालिटी राम्रो रहेछ, जस राम्रो लाग्यो। अब हामी चाहिँ फर्किँदैछौँ ब्याक टु होम पोखरातिर। वास्तवमा भन्यो भने अब चाहिँ मेरो साथीहरू अगाडि हिँड्दै हुनुहुन्छ, म चाहिँ पछाडि भिडियो गर्दैछु। अब हामी चाहिँ ठ्याक्कै तल 3 घन्टाको हिँडाइपछि खाना खाने ठाउँमा पुग्नेछौँ। दाइले भर्खरै यहाँबाट चिकन खाना अर्डर गरिदिनु भएको छ भर्खरै, अनि हामी चाहिँ अब त्यहाँ गएर भात खाने, त्यसपछि फेरि सिक्लेसतर्फ लाग्नेछौँ। सिक्लेसको यात्रा हाम्रो चाहिँ मिनिमम पनि त्यहाँबाट नि 2 देखि 3 घन्टा हामीलाई लाग्ने अपेक्षा हामीले गरेको छौँ। त्यसपछि त्यहाँ सकिसकेपछि चाहिँ हामी सम्भव भएसम्म चाहिँ पोखरासम्म पुग्ने हाम्रो आज योजना रहेको छ।
माने हेर्नुहोस् है माने कस्तो दामी छ माने चाहिँ भन नि खेलाएर आउँदैछन् यताबाट Hello. I'm Luis from Philippines. Stay hin, kita harus stay hin. Kau itu tahu. Sudah